प्रसङ्गमा कुनै ठाउँमा मैले सुनाइसकेँ। एउटा कविता आज पहिलोचोटि मैले रिभिल गर्दैछु, सुनाउँदैछु। त्यसपछि अनि यो सिटको एरेन्जमेन्ट पनि हुन्छ, त्यो बिचमा अनि हामी अरू विषयतिर लाग्छौँ। यो मेरो कविता कस्तो छ भने मैले यो कविता लेख्न थालेको 6 महिना भयो। किन यति समय लाग्यो होला भन्ने लाग्छ भने मैले यसो सोचेँ कि प्रेम प्रेम प्रेमको कुरा गर्छौँ हामी होइन, प्रेम भन्छौँ। प्रेम कस्तो हुनुपर्छ भन्नेमा कविता लेख्न मन लाग्यो मलाई। प्रेम कस्तो हुनुपर्छ भन्ने होइन। मैले यसो हेर्दाखेरि अक्सर प्रेमहरू कि त विवाहमा गएर टुङ्गिने, कि एउटा बिछोडमा गएर टुङ्गिने, कि चाहिँ यौनमा गएर टुङ्गिने। हामीले अवसर मान्छेहरूले मान्ने गरेको प्रेम चाहिँ ती 3टा चिजमा गएर टुङ्गिँदो रहेछ। मैले यो 3टै चिज नभएको प्रेम खोजिरहेको थिएँ। प्रेम होस् त्यस्तो होस्, ती 3टै चिज नहोस्। विवाहको प्रेमले पनि काहीँ न काहीँ समस्या ल्याउँदो रहेछ, यौनमा मात्रै सीमित भएको प्रेमले पनि समस्या ल्याउँदो रहेछ, बिछोडले त समस्या ल्यायो होइन। त्यसो भएर मैले सोचेँ कि प्रेम होस् त यस्तो होस्। म यो तपाईँहरूलाई भन्दैछु मैले चाहेको प्रेम कस्तो हुन्छ। कविताकै शीर्षक छ प्रेम होस् त यस्तो होस्। मन्द मन्द आनन्द, मेरो सेकेन्ड कविता भन्दैछु। वाचन शैली नारायणजीको जस्तो छैन। मन्द मन्द आनन्द, मन्द मन्द तरङ्ग, मन्द मन्द उन्माद, केही भइरहे जस्तो तुलसी दिवसको स्टाइल छ। केही भइरहे जस्तो, कतै गइरहे जस्तो, कतैबाट आइरहे जस्तो, केही लिइरहे जस्तो, केही दिइरहे जस्तो। प्रेम होस् त यस्तो। देखौँ जस्तो होस्, देखौँ जस्तो होस्, भेटौँ जस्तो होस्। देख पनि होस् यता कता, फेरि भेट्दै नभेट्ने पनि होइन। भेट पनि होस्, देख पनि होस्। देखौँ जस्तो, भेटौँ जस्तो। देख पनि होस् यता कता, भेट पनि होस् यता कता। फेरि देखौँ जस्तो होस्, फेरि भेटौँ जस्तो होस्। प्रेम होस् त यस्तो होस्। आँखा जुत्दा मन हल्लियोस्, मन हल्लिँदा तन पनि हल्लियोस्। कहिले मनको हलचल, कहिले तनको हलचल। एउटाको हार अर्कोको जित नहोस्। प्रेम होस् त यस्तो होस्। रातो गुलाब जस्तो पत्रलाई छौँ जस्तो होस्। रातो गुलाब जस्तो पत्रलाई छौँ जस्तो होस्। सुन खोज्दा काँडाले घुच्छ जस्तो होस्। रातो गुलाब जस्तो पत्रलाई छौँ जस्तो होस्। सुन खोज्दा काँडाले घुच्छ कि जस्तो होस्। छोइयोस् पनि एका दुई पटक, घोचोस् पनि काँडाले एका दुई पटक। फेरि छौँ जस्तो होस्। काँडाले घोचे पनि घोचिरहेस् जस्तो होस्। प्रेम होस् त्यस्तो होस्। पूर्णिमा आउनु अघिको चन्द्रमा जस्तो, हर चन्द्रका अपूर्ण आकारहरूमा पूर्णता पर्खिए जस्तो। पूर्णिमाको भोलिपल्ट फेरि अर्को पूर्णिमा पर्खिए जस्तो। सूर्य जस्तो, कहिले उदाए जस्तो, कहिले अस्ताए जस्तो। आज अस्ताओस् केही छैन, भोलि फेरि उदाओस्, भोलि फेरि अस्ताओस् केही छैन, पर्सि फेरि उदाओस्। प्रेम होस् त यस्तो होस्। फुल्न लागेको फुल जस्तो फुलोस् पनि, फुलेर झरोस् पनि, तर फेरि फुलोस्। भुल्न लागे जस्तो भुलोस् पनि, तर फेरि सम्झिएर झसङ्ग होस्। प्रेम होस् त यस्तो होस्। कहिले आकाशले जस्तै ढपक्क ढाके जस्तो, कहिले पृथ्वीले जस्तै चपक्क च्यापे जस्तो। अब धेरै लामो छैन। कहिले नदी जस्तो बगिरहोस्, कहिले ताल जस्तो जमिरहोस्। अलिअलि शरीरको रहर, अलिअलि मनको रहर। सधैँ पुरा नहोस्, तर पुरा हुन्छ कि भइरहोस्। तुलसी दिवसले भने जस्तो भइरहोस्। प्रेम होस् त यस्तो होस्।
अब लास्ट पङ्क्ति सुनाउँछु, यसैमा ध्यान दिनु होला। 100 गोपिनी पनि हुन्, 1600 गोपिनी पनि हुन्, श्रीमती रुक्मिणी पनि हुन्, म कृष्ण कोही राधा पनि होस्, प्रेम होस् त यस्तो होस्। फेरि सुनाउँछु, 1600 गोपिनी पनि हुन्, श्रीमती रुक्मिणी पनि हुन्, म कृष्ण र कोही राधा पनि होस्, प्रेम होस्। धन्यवाद।